अन्तिम चरणको घडीमा चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू के छन् र एक्जाममा हामीले के कस्तो कुराहरू चाहिँ छुट्याउने हुन र एकदम क्रुसियल कुराहरू के छन् तिनीहरू हामी बुदागत रूपमा यो भिडियोमा भन्नेछौँ। नम्बर 1, चेक योर एन्सर सिट। तपाईँ जब एक्जाम हलमा बस्नुहुन्छ अनि त्यहाँ एक्जाम हलमा तपाईको गार्डले तपाईलाई यस्तै एउटा पेपर दिनुहुन्छ होला जहाँ चाहिँ तपाईँ एन्सर लेख्नुहुन्छ। पहिला सुरु तपाईले आफ्नो सिम्बल, नम्बर, सब्जेक्ट, डेट, स्क्रिप्ट लेख्नु भन्दा अगाडि यो एन्सर चाहिँ ठिक छ या छैन, यसमा केही प्रब्लम छ कि छैन हेर्नु होला, बीचमा पाना च्यातिएको पो छ कि, अथवा यहाँ चाहिँ तपाईको कुनै खाली पाना पो छ कि, त्यो एकचोटि हेर्नु होला। यदि त्यो एन्सर सिट अलिकति नमिलेको, बिग्रेको रहेछ भने तपाईले त्यहाँ गार्डलाई सोधेर यसलाई एक्सचेन्ज गरिदिनको लागि रिक्वेस्ट गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईले के गर्नुहोस्, बाहिरपट्टि आफ्नो नाम लेख्न पाउनु भएन तर तपाईले सबै कुराहरू लेख्नु पर्यो। जस्तो सिम्बल, नम्बर अङ्कमा भनेको बेला अङ्कमा लेख्नु पर्यो, वर्ड्स भनेको छ भने तपाईले शब्दमा लेख्नु पर्यो। त्यसैगरी डेट, सब्जेक्ट, स्क्रिप्ट भनेको कुन भाषामा लेख्नुहुन्छ हो त्यो पनि लेख्नु पर्यो हो। सबै विवरणहरू तपाईले भर्नु होला। टिप नम्बर 2, मेन्टेन द सेम इङ्क कलर। यसको अर्थ चाहिँ के भन्दाखेरि तपाईले जस्तो लेख्दै जाँदाखेरि तपाईको निब बिग्रियो, त्यो जुन पेन छ त्यसको निबै बिग्रियो हो। अब तपाईले पेन चेन्ज गर्नुपर्ने हुन्छ। पहिला पातलो लेखिरहेको थियो भने अब बाक्लो पेनले लेख्ने कुरा आयो, त्यो अवस्थामा चाहिँ तपाईले के गर्नु पर्यो भन्दाखेरि गार्डलाई चाहिँ यहाँ साइन गर्न लगाउनु होला है। जब इङ्कको कलर चेन्ज हुन्छ नि हो, चाहे त्यो पेन बिग्रेर होस् अथवा कुनै कारणवश होस्, तपाईले जब इङ्कको कलर चेन्ज हुन्छ त्यो बेला चाहिँ गार्डलाई जानकारी दिएर उहाँको साइन लिनु होला। टिप नम्बर 3, यु वोन्ट गेट एनी एडिसनल पेपर फर रफ। यसको अर्थ चाहिँ के भन्दाखेरि तपाईले रफ गर्नको लागि, वर्किङ नोटहरू गर्नको लागि चाहिँ कुनै पनि एक्स्ट्रा त्यो पेपरहरू पाउनुहुन्न र तपाईले लान पनि पाउनु हुँदैन है। त्यही भएर यदि तपाईले केही रफहरू गर्नुपर्ने भयो, हिसाबहरूलाई छुट्टै रफमा हिसाब गर्नुपर्ने भने तपाईले यही कपीमै कहीँ रफ भनेर, वर्किङ नोट भनेर यहाँ लाइन तानेर बनाउनु होला र त्यसलाई च्याप्न पनि मिल्दैन। यो कुरा चाहिँ विचार गर्नु होला। टिप नम्बर 4, डोन्ट लिभ पेपर ब्याक एन्ड है। तपाईले चाहिँ जस्तो लेख्दै जानुभयो, ल पहिलो यो पाना लेख्नुभयो, यो पाना सबै लेख्दै जानुभयो, लेख्दै जाँदाखेरि जस्तो यो पाना पनि लेख्नुभयो अनि यसलाई खाली छोड्नुभयो। मानिलियो यो एउटा पाना खाली छोड्नुभयो अनि यताबाट फेरि लेख्नुभयो हो। तपाईले के सोच्नु भन्दाखेरि यो खाली छोडेको म लास्टमा टाइम भ्याएर चाहिँ यहाँ लेखुला भनेर सोच्नुभयो। अब यहाँ एउटा मिस्टेक के हुन सक्छ भने नि, जस्तो भोलि तपाईको कपी जाँचिँदाखेरि चाहिँ अब टिचरले त यताबाट जाँच्नु होला हो, कपी चेक गर्नेले त जाँच्नु होला, यो जाँच्यो, यो जाँच्यो, यो जाँच्यो, यो जाँच्यो, यहाँसम्म लेखेको छ, यो त लेखेको छैन। अब टिचरलाई के लाग्न सक्छ भन्दाखेरि यहाँसम्म मात्रै लेखेको रहेछ है भनेर यहाँसम्म मात्रै चेक हुन सक्छ। यो जुन तपाईले खाली छोड्नु भएको छ नि, यो भन्दा पछाडि तपाईले लेखेको एन्सरहरू चेक नहुन पनि सक्छ। त्यही भएर एउटा पाना पुरै खाली चाहिँ नलेख्नु होला। यदि खाली राख्नै पर्ने अवस्था हो भने एटलिस्ट प्लिज टर्न ओभर अथवा पिटिओ भनेर लेख्नु होला। टिप नम्बर 5, डोन्ट लिभ अर्ली। तपाईले एक्जाममा एटेन्ड गर्दाखेरि लास्ट आवरसम्म बस्नु होला है। तपाईको सकिछ भने पनि तपाई हतार गरेर मै चाँडो निस्किन्छु भनेर बाहिर निस्किने काम चाहिँ नगर्नु होला। सकभर लास्ट आवरसम्म रहनु होला र एउटा जानकारी तपाईले 1 घण्टा भन्दा अगाडि निस्किन पनि पाउनुहुन्न। टिप नम्बर 6, एडिसनल पेपर। जुन यो थप जुन तपाई पाना लिनुहुन्छ, लेख्दै जाँदा सकियो, अब तपाई एक्स्ट्रा पाना माग्नुहुन्छ हो, त्यो पेपरमा चाहिँ तपाईको त्यो गार्डको साइन गराउनु होला। उहाँलाई साइन गराउनु भएको छ कि छैन त्यो एकचोटि हेर्नु होला। अनि त्यसपछि तपाईले कतिवटा एडिसनल पेपरहरू थप्नु भयो त्यसको विवरण चाहिँ त्यो मूल उत्तर पुस्तिका हुन्छ नि, जुन हामीलाई मेन कपी हुन्छ नि, त्यसको अगाडि चाहिँ तपाईले मेन्सन गर्नुपर्ने हुन्छ। टिप नम्बर 7, टाइम म्यानेजमेन्ट है। एक्जाममा हामीले टाइमलाई व्यवस्थापन गर्न चाहिँ अति आवश्यक छ, किनभने एउटा सर्टेन टाइम हुन्छ, सर्टेन टाइममा सबै क्वेशन एन्सर भ्याउनु पर्छ। त्यही भएर अगाडि चाहिँ विस्तार गर्ने अनि पछाडि चाहिँ हतार गर्ने गर्दाखेरि हाम्रो धेरै लेखेको कुराहरू मिस्टेक पनि हुन सक्छ। त्यसैगरी हाम्रो अक्षर बिग्रिने लगायत हामीले कम मार्क्स पाउन सक्छौँ। त्यही भएर सुरुदेखि नै यति मार्क्सलाई यति टाइम भित्र एटेन्ड गरिसक्नुपर्छ भन्ने हिसाबले तपाईले सुरुदेखि नै टाइम म्यानेजमेन्ट गर्दै जानु होला। टिप नम्बर 8, ड्रेस एन्ड पर्सनालिटी है। तपाईले चाहिँ जस्तो एक्जाम हलमा जाँदाखेरि चाहिँ हैन अलिकति रङ्गी बिरङ्गी कपाल पारेर जाने, त्यसैगरी अलिकति छुट्टै हावभाव, कानमा मुन्द्रा, हातमा त्यो ब्रेसलेटहरू यताउता लाएर अलिकति छुट्टै हावभाव बनाएर जानुभयो भने चाहिँ के हुन सक्छ भन्दाखेरि चाहिँ जो गार्ड हुनुहुन्छ नि उहाँको नजर तपाईप्रति मात्रै परिराख्न सक्छ कि, किनभने तपाई अलिकति युनिक देखिनु भएको छ, अलिकति फरक देखिनु भएको छ। अनि गार्डले तपाईलाई मात्रै हेरिराख्दाखेरि, सबैको नजर तपाई मात्रै परिराख्दाखेरि चाहिँ तपाईको कन्फिडेन्स लेभल घट्न पनि सक्छ। त्यही भएर एक्जाम हलमा जाँदाखेरि एकदम सभ्य तरिकाले र एकदम नर्मल देखिने तरिकाले जानु होला, साधारण नर्मल ड्रेसअपमा जानु होला है। यो गर्दाखेरि तपाईलाई नै सजिलो हुन्छ। टिप नम्बर 9, क्यारी योर ओन बिलोङ्गिङ्स है। तपाईलाई जे चाहिन्छ नि इसेन्शियल कुराहरू के चाहिन्छ, जस्तो एक्जाम हलमा जाँदै हुनुहुन्छ नि म्याथको सब्जेक्ट छ भने क्यालकुलेटर चाहिएला, स्केल चाहिएला, प्रोट्र्याक्टर, कम्पासहरू चाहिएला, के
के चाहिन्छ ती सबै कुराहरू एकचोटि चेक गर्नु होला र त्यो लानु होला। साथीको मार्क चाहिँ यसको चलाइहाल्छु भनेर जानु हो भने भोलि तपाईलाई नराम्रो हुन सक्छ। त्यही भएर सिम्पली तपाईले आफूलाई चाहिने सबै मेटेरियलहरू चाहिँ आफैले बोकेर जानु होला। टिप नम्बर 10, सल्भ द क्वेशन व्हिच यु नो फर्स्ट है। तपाई जुन क्वेशन चाहिँ तपाई एकदम कन्फिडेन्ट हुन्छ यो चाहिँ मलाई ढुक्कले आउँछ भने जस्तो क्वेशनहरु चाहिँ सुरुमा गर्नु होला कि आफूलाई नआउने आफू कन्फ्युज भएको हो कि हैन भने जस्तो क्वेशनहरु चाहिँ सुरुमै गर्नु भने कपी जाँच्ने टिचरलाई के लाग्छ भने ए यो त बिग्रिएछ यो पनि बिग्रिएछ भनेपछि यो अलिकति खत्तम खालको स्टुडेन्ट रहेछ है, त्यस्तो जान्ने खालको विद्यार्थी हैन रहेछ है भनेर अनि पछाडी पनि त्यही बायसनेस चाहिँ त्यो टिचरमा हुन सक्छ। त्यही भएर तपाईले सुरुमा चाहिँ के गर्नु पर्यो आफू एकदम स्योर भएको आफूलाई आउने गर्नु पर्यो। त्यो गर्दाखेरि ओहो यो पनि मिलेछ यो पनि मिलेछ यो पनि मिलेछ अगाडिको सबै मिलेको देख्यो भने पछाडिको पनि मिलेको होला नि त भन्ने पढ्न सक्छ नि त। सो कपी जाँच्ने मान्छेलाई पनि अलिकति पोजिटिभ भाइब्स आउनको लागि चाहिँ तपाईले सुरुमा जे गर्नुहुन्छ त्यो चाहिँ अलिकति मजाले आफूलाई आउने कन्फिडेन्ट भएको क्वेशनहरु गर्नु होला। अब केही बोनस टिप्सहरु है त। इन्ट्रान्स कार्ड त्यो प्रवेश पत्र लान नबिर्सिनु होला है, किनभने 2-3% विद्यार्थीहरूले चाहिँ जहिले पनि इन्ट्रान्स कार्ड लान बिर्सेका हुन्छन्। अघिल्लो दिन चाहिँ पुरै रेडी बनाएर राखेको हुन्छ यो लानुपर्छ भनेर कुनै एकदम राम्रो ठाउँमा जतनका साथ राखेका हुन्छन्, तर एक्जाम एटेन्ड गर्न जाँदाखेरि त्यो प्रेसरले कहिलेकाहीँ बिर्सिन सक्छ। त्यही भएर एकचोटि घरबाट निस्किनु भन्दा अगाडि चाहिँ आफूलाई चाहिने सबै मेटेरियलहरु बोकेको छ कि छैन, पेन पेन्सिल स्केल क्याल्कुलेटर के चाहिन्छ सबै बोकेको छ कि छैन, त्यो सँगसँगै इन्ट्रान्स कार्ड प्रवेश पत्र बोक्नु भएको छ कि छैन त्यो पनि कन्फर्म गरेर बल्ल घरबाट निस्किनु होला। अर्को इम्पोर्टेन्ट कुरा एक्जाम चलिरहेको यो टाइममा चाहिँ आफ्नो ब्यालेन्स डायटलाई मेन्टेन गर्नु होला र त्यो सँगसँगै अनहेल्दी कुराहरु त खाँदै नखानु होला हो। अब एक्जाम दिन गएको छ एक्जामबाट निस्क्यो साथीभाइसँग यसो भेटघाट हुन्छ ए कस्तो क्वेशन भयो के भयो कति कुन बिग्रियो कुन मिल्यो यसो सल्लाह त हुन्छ। अनि त्यसपछि प्राय स्टुडेन्टहरु हामी कहाँ देख्छौं भन्दाखेरि चटपटे पसलमा पानीपुरी पसलमा देख्छौं हो। बाहिरको जंक फुड र त्यसैगरी बाहिरपट्टिको अनहेल्दी कुराहरु चाहिँ नखानु होला है, किनभने यो टाइममा तपाईको हेल्थमा इस्यु आइदियो भने तपाईको 1 वर्ष लस हुन सक्छ। सो यो कुरालाई चाहिँ ध्यान दिनु होला। हेल्दी फुडको साथसाथै तपाईले निन्द्रा पनि पुर्याउनु होला है। रातभर जागराम बस्नु हो भने तपाईको भोलिपल्ट एक्जाममा बिग्रिन सक्छ। लेख्दाखेरि तपाईले यो लेखे भने जस्तो हुन्छ तर लेख्ने बेला अर्कै लेखेको पनि हुन सक्छ। सो एउटा प्रपर स्लिप चाहिँ मेन्टेन गर्नु होला। एक्जाम आज भोलि नै छ तसर्थ चाहिँ यो छोटो टाइममा चाहिँ तपाईले मोडल क्वेशन्सहरु त्यसैगरी स्पेशली पास्ट क्वेशन्सहरु ती क्वेशन्सहरुलाई चाहिँ प्रायोरिटीमा राखेर बढी प्र्याक्टिस गर्नु होला र यो टाइममा चाहिँ सकभर रिभिजन गर्ने पहिला पढेको कुराहरु पनि बिर्सेको हुन सक्छ। सो एकदम छोटकरीमा रिभिजन गर्ने हो यो कामहरु चाहिँ धेरै गर्नु होला। र अन्तिममा एससी को तयारी गरिराख्नु भएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई शुभकामना, राम्रोसँग परीक्षा एटेन्ड गर्नु होला। अल द बेस्ट।